अब सेन्ट्रल कन्ट्र्याक्ट सन्दीपले तोडेका छन्, यो विषयमा के भन्नु छ अध्यक्षज्यू? तोडेको होइन, सन्दीपले चाहिँ अब आफूलाई चाहिँ अर्को चरणमा लान खोजेको कि सेन्ट्रल कन्ट्र्याक्टमा हामीसँग कति हुन्छन् र 20-25 जना खेलाडी, हामीसँग 23 जना छन् होइन भनौँ न, अब बढ्लान् घट्लान्। त्यो भनेको सन्दीपको स्वेच्छाले चाहिँ म अब व्यावसायिक हुन चाहन्छु, त्यसकारण क्यानको के हाम्रो छ सिओसी कोड अफ कन्डक्टमा बाँधिनुपर्छ कि धेरै कुराहरूमा। यो म व्यावसायिक हुन चाहन्छु भनेको अहिले जुन सम्झौता छ, सम्झौतामा रहनु भनेको व्यावसायिकता नहुनु हो होइन। के कुरा के छ भने उहाँले गर्न सक्ने विज्ञापनहरू, उहाँले बन्ने ब्रान्ड एम्बेसडरहरू, उहाँले अर्को टिमसँग फ्रेन्चाइजी टिमहरूसँग विभिन्न देशहरूमा खेल्दा गर्दाखेरि उहाँले गर्ने आफ्नो चाहिँ भनौँ न लेनदेनको कुरा, त्यसमा चाहिँ अलिकति अरू खेलाडी भन्दा अलिकति उहाँलाई छुट हुन सक्छ। तर राष्ट्रिय टिममा देशको लागि खेल्दै गर्दाखेरि सिओसी कोड अफ कन्डक्ट जसले पनि पालना गर्नुपर्छ। तलबमा हाम्रो कन्ट्र्याक्टमा बसे पनि नबसे पनि त्यो पालना गर्नुपर्ने हुन्छ। के हुन्छ जस्तो अब सेन्ट्रल कन्ट्र्याक्टमा रहँदा र नरहँदाको फरक चाहिँ के हुन्छ? अनि जस्तै मैले उदाहरणको लागि एउटा दिएँ कि एनपिएलमा हामीले चाहिँ मार्की प्लेयरको 20 लाख तोकिदिएको थियो, होइन? मार्की प्लेयरको 20 लाख तोकिदिएको थियो। त्योभन्दा माथि कसैले पनि लिगली भनौँ न देखिने गरी कारवाही हुने गरी कसैले दिन पाउँदैन थियो, होइन? अब सन्दीप भनौँ न त्योभन्दा बाहिर गएपछि उहाँको अनरहरूसँग आफ्नो किसिमको डिलिङ होला, भनौँ न एउटा ब्रान्ड हो, त्यहाँ पनि चर्चा त थियो नि त। सन्दीप त अरू ठाउँमा 50 लाखमा 60 लाखमा बिक्छ, नेपालमा किन उसलाई चाहिँ रिस्ट्रिक्ट गरेर हामीले 20 लाखमा झार्यौँ भनेर कुरा उठाएको थियो। तर अब अनरहरू नेपालमा भर्खर एनपिएललाई सफल बनाउने अनरहरू पनि अब नेपालको आर्थिक अवस्था हेर्दाखेरि सबैले पनि सबैको सामान गरौँ भन्दा सन्दीप पनि त्यो क्राइटेरियामा परेको। यस्तो कुराहरू होला, धेरै कुरा सिओसीका कुराहरू, टेक्निकल कुराहरू हाम्रो क्रिकेट अपरेसन म्यानेजर विनोद दासलाई धेरै कुरा थाहा हुन्छ। सानसानो म त यसमा अलिकति प्रश्न पार्दिनँ, हजुरलाई थाहा भएको कुरा गरिदिनु होला। यो अब सन्दीप अब विराटनगर किङ्सका मार्की प्लेयर, यो अब के हुन्छ? त्यो कन्टिन्यू रहन्छ कि भन्दा 3 वर्षसम्म नहटाउने भन्ने कुरा छ, होइन? यसमा चाहिँ के हुन सक्छ कि सक्दैन? उहाँहरूको त अब दुई पक्षको सम्झौता अनुसार होला, त्यस्तो अब होइन हार्ड फास्टै होइन।